नेकपा गठन र नेकपा विघटन वामपन्थी आन्दोलनका सन्दर्भका बारेमा एउटा महत्त्वपूर्ण परिघटना बन्यो, जसले आजको वामपन्थी आन्दोलनलाई कमजोर बनाउने कुराको काम गरेको छ। यसको समीक्षा नगरिकन, गहिरो समीक्षा नगरिकन फेरि नेताहरूका टाउका जोडेर चाहिँ वामपन्थी एकता र सफलता प्राप्त गरिन्छ भन्ने खालको मान्यता बनायो भने त्यसको कुनै सार्थकता हुँदैन। त्यही भएर मैले भन्दै गर्छु, नेताहरूका टाउका होइन, कार्यकर्ताका भावना जोड्ने सामर्थ्य आन्दोलनभित्र पैदा गर्न सक्नुपर्दछ। त्यसले नै वामपन्थी आन्दोलनलाई फेरि एकताबद्ध गर्दछ। किनकि आजको वामपन्थी आन्दोलन नेताहरूका बिचको झगडाको परिणाम हो। कमजोर हुनुका पछाडि त्यसलाई बलियो बनाउने हो भने नेतालाई केन्द्रित गरी होइन, नीतिलाई केन्द्रित गरिकन, कार्ययोजनालाई केन्द्रित गरिकन वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने कुरातर्फ सोच्ने हो भने मात्रै वामपन्थी आन्दोलनको पुनर्जागरण हुन सक्दछ भन्ने कुरालाई हामीले बुझ्नु पर्दछ। पछिल्लो समय आज एक प्रकारले भन्नुहुन्छ भने देशमा मुलुकको स्वाधीनता र राष्ट्रिय पनि सङ्कटमा छ। अहिले जुन प्रकारले पपुलिस्टहरू, एनार्किस्टहरू सत्ताको नेतृत्वमा पुगेका छन्, मुलुकको स्वाधीनता पनि सङ्कटमा छ।